कपालमा चाया हुनु आजभोलि सामान्य समस्या भइसकेको छ। यो स्वस्थ कपालका लागि सबैभन्दा ठूलो शत्रु भएको छ। कालो र लामो कपाल भए पनि त्यसमा चाया परेको छ भने त्यसको आकर्षण समाप्त भएर जान्छ। यो रोग लागेमा टाउको चिलाउँछ र ससाना सेता कण कपाल कोर्दा यताउता छर्छ। यो एउटा सरुवा रोग हो जो अरूको काइयो वा सौन्दर्य प्रसाधन चलाउनाले आउँछ। जति छिटो यो रोग सर्छ उति नै छिटो फैलन्छ। टाउको चिलाउँदा कपालमा सेतो देखिन्छ र हातको नङमा आउँछ। लक्षण: यो रोगको प्रमुख लक्षणमा भुस जस्तो सेतो रङको सानो सानो कण कपालमा जताततै देखिनु, कपाल झर्नु वा टुक्रिनु, काइयोले कोर्दा वा चिलाउँदा धुलो झर्नु, बारम्बार चिलाएर हुने गर्मीको कारणले कपाल कमजोर भएर झर्नु आदि लक्षण देखिन्छन्। कारण: चाया आउनुको प्रमुख कारण रक्त सञ्चारको गडबडी, छालाको तेल ग्रन्थि अधिक सक्रिय हुनु, कपालमा धेरै तेल लगाउनु, कपालको सरसफाइमा ध्यान नदिनु, नुहाउँदा कपालमा साबुन र स्याम्पूको अंश रहनु, रासायनिक हेयर डाई लगाउनु, असन्तुलित खाना खानु, चाया भएको व्यक्तिको काइयो, ब्रस, तौलिया, सिरानीको प्रयोग गर्नु, नराम्रो रासायनिक तेल, साबुन, स्याम्पू धेरै नलाउनु, कपालमा संक्रमण, धेरै मानसिक तनाव आदि। के खाने? सादा सुपाच्य सन्तुलित पौष्टिक खाना खाने, काँक्रो, गाजर, अमलाको रस बिहान बेलुकी पिउने, बन्दागोपी, गाजर, प्याज, मेथी, चुकुन्दरको तरकारी खाने, दही, दूध, घिउ, गुलियो फलफूल खाने, भटमास, चना, राजमा जस्तो धेरै पौष्टिक युक्त खानेकुरा खाने, गहुँको बोटको रस बनाएर बिहान बेलुकी 1 कप पिउने। के नखाने? तारेको, भुटेको, तीखो पिरो, मसालेदार असन्तुलित खाना नखाने, धेरै चिल्लो खानाबाट टाढै रहने, अचार, अमिलो, अमचुर नखाने। रोग निवारणमा सहायक उपाय: कपालको सरसफाइमा पूरा ध्यान दिने, 1 कप दहीमा 1 कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र 2 घण्टा पछाडि धुने। अमला, रहरको दाल र रिठा बराबर मात्रामा मिलाएर टाउकोमा लगाउने र 2 घण्टापछि धुने। नुहाउनुभन्दा 1 घण्टा अगाडि सधैँ कागतीको रसले टाउको मालिस गर्ने। नरिवलको शुद्ध तेल कपालमा नियमित रूपले लगाउने, सुगन्धित तेल कपालमा नलाउने, आफ्नो काइयो, ब्रस, तौलिया, तकिया अरूलाई प्रयोग गर्न नदिने, चाया हटाउन लापरवाही नगर्ने, रासायनिक हेयर डाई, स्याम्पू आदिको प्रयोग नगर्ने। धनगढी न्युजद्वारा जनहितमा जारी सन्देश।